हाई गाइस वेलकम टु माई मिनी ब्लग। अन्त मेरो नाम चाहिँ हो पासाङ। अन्त म चाहिँ बस्छु हस्टेल। अन्त चाहिँ म चाहिँ उठेर ब्रेकफास्ट गरेर आएर अन्त नुहाइधुवाइ गरेर चाहिँ अन्त हामी चाहिँ आज सिमरन दिदीको रुम जानु आँटेको होइन। अन्त आज चाहिँ हो होली, आज चाहिँ फ्राइडे पनि हो, अन्त छुट्टी पनि थियो होइन होलीको। अन्त चाहिँ हामी उठेर नुहाइधुवाइ गरेर चाहिँ अब सिमरन दिदीको रुम जान्छ। उनीहरूले हामीलाई इन्भाइट गर्नुभएको छ नि त, अन्त इन्भाइट गर्नुभएको छ, त्यस कारणले हामी जान्छ। अन्त म तपाईँहरूलाई देखाउँछु आज मैले के गर्छु होइन। अन्त म चाहिँ केस कोर्दैछु, केस कोरेर चाहिँ छिटो छिटो गरेर जानु लागि मानिसा दिदीले चाहिँ तल मलाई कल गर्नुभएको थियो नि त उनीहरूको रुमबाट छिटो आउनु भनेर। अन्त हामी चाहिँ रेडी भएर निक्लेको होइन। अन्त मैले चाहिँ मेरो लुगा देखाउँदैछु आज मैले के लगाएर गएको छु भनेर। अन्त मैले ब्याग पनि ल्याएछु साथीको, त्यसमा चाहिँ हामीले अलिक पुरी लगिदिएको थियो नि त सिमरन दिदीलाई। अन्त चाहिँ मैले ब्याग पनि बोकेको थिएँ। अन्त आजको वेदर चाहिँ यस्तो दामी भएको थियो, घाम लागेर चाहिँ यस्तो दामी थियो। अन्त हामी चाहिँ गेट पुग्यो होइन, मेन इन्ट्रेन्स हाम्रो कलेजको चाहिँ। अन्त हाम्रो होस्टेल चाहिँ कलेजभित्र नै छ, हामी टाढो जानु पर्दैन होस्टेल चाहिँ। अन्त हामी चाहिँ सिमरन दिदीको रुम पनि पुगिसक्यो। सिमरन दिदी चाहिँ भर्खर उठ्नु भएको रहेछ होइन। अन्त हामीले हामीले बनायो होइन। अन्त खानु लागि रेडी हुँदैछ सबै गाइस। अब चाहिँ हामी फर्किँदैछ आफ्नो रुम होइन, होस्टेल सिमरन दिदीको रुमबाट पनि। अन्त यति डरलाग्दो हावा चल्दै थियो कि आज चाहिँ। अन्त चाहिँ हामी त्यसै कारणले फर्केको छिटो छिटो गरेर, पानी बेसी पऱ्यो भने फेरि हामी जानु सक्छ। बाई गाइस, थ्याङ्क यू फर वाचिङ माई ब्लग्स होइन। अन्त म चाहिँ रुम आएर पनि डिनर सिनर सबै गरिसकेर पनि मलाई चाहिँ असाइनमेन्ट लेख्नु पनि थियो होइन। असाइनमेन्ट लेख्दै थिएँ, असाइनमेन्ट लेखिसकेर